अल्छी के हो? अल्छी किन लाग्छ? अल्छी मान्छेको शारीरिक स्थिति हो कि मानसिक? मन अल्छी हुन्छ कि तन? अल्छी लाग्यो भने के गर्ने? अल्छी कसरी हटाउन सकिन्छ? आजको भिडियो सामग्री तपाईहरूलाई नै काम लाग्ने यिनै प्रश्नहरूको सेरोफेरोमा रहेको छ, तसर्थ भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। हत्तेरी कस्तो अल्छी लाग्यो! कुनै पनि काम गर्ने जाँगर नहुँदा हामी ज्यान तन्काउँदै यसै भन्छौँ। अल्छी लाग्नु भनेको जाँगर, उत्साह, ऊर्जा शिथिल भएको स्थिति हो। यस्तो अवस्थामा हामीलाई आफ्नो नियमित कामकाज गर्न मात्र होइन, साथीभाइसँग बोल्न, परिवारसँग बस्न पनि जाँगर चल्दैन। शरीर थाकेको महसुस हुन्छ। जीवनशैली, व्यक्तित्व, मनोवैज्ञानिक र शारीरिक समस्या आदि अल्छी प्रवृत्तिको कारणहरू हुन्। अल्छीले हाम्रो सुखशैल र सफलतामा भाँजो हाल्छ। त्यसैले अल्छीपनबाट हामी सकेसम्म भाग्न खोज्छौँ, जबकि यसले भने हामीलाई पछ्याइरहन्छ। दुःखको कुरा के हो भने हामी जब अल्छीपनबाट भाग्दैनौँ तब यो हाम्रो आनी बानी नै बन्न पुग्छ। त्यसपछि भने हाम्रो नामसँगै यस्तो विशेषण पनि जोडिन थाल्छ, फलानो त साह्रै अल्छी छ। जो कोहीलाई पनि बेला बखत अल्छी लाग्नु सामान्य हो, तर यदि आफ्नो दैनिकी नै प्रभावित हुने गरी अल्छी लाग्छ भने शारीरिक वा मानसिक समस्या पो छ कि भनेर हेर्नुपर्ने हुन्छ। मूलत सन्तुलित खानपान र पर्याप्त निन्द्राले अल्छी भगाउँछ। त्यसै गरी गेडागुडी, सागपात, मौसमी फलफूल, माछा मासु, अन्डा, दुध वा दुधजन्य परिकार आदि सन्तुलित मात्रामा खाने, व्यायाम गर्ने, योग, ध्यान, प्राणायाम जस्ता विधि अपनाउने गरेमा अल्छी लाग्दैन। जङ्क फुड वा प्रशोधित खानपान नियन्त्रण गर्ने, चुरोट र रक्सीको मात्रा घटाउने, सुत्ने र उठ्ने तालिका नियमित बनाउने जस्ता कार्य गर्न सके अल्छी लाग्नबाट बच्न सकिन्छ। तर अल्छी लागिहालेमा चाहिँ के गर्ने त? यसका लागि केही नयाँ र रमाइलो काम गर्नु राम्रो हुन्छ। यहाँ हामी अल्छी भगाउने केही तरिकाहरू बताउन लागिरहेका छौँ, जुनले तपाईँबाट अल्छीको भावना हटाउन मद्दत पुर्याउन सक्छ। छोटो शारीरिक अभ्यास गर्नुहोस्। केही मिनेटको लागि हल्का स्ट्रेचिङ गर्नुपर्छ, जस्तै हात, खुट्टा वा शरीर तन्काउने व्यायाम गर्नुहोस्। यसले शरीरमा ऊर्जा ल्याउँछ र मन फ्रेस बनाउँछ। छोटो घिँडाइमा निस्कनुहोस्। ताजा हावा लिन बाहिर निस्कनुहोस्। केही समयको लागि बाहिरको वातावरणमा रहँदा मन पनि रमाइलो हुन्छ र आलस्य कम हुन सक्छ। मनपर्ने सङ्गीत सुन्नुहोस्। अल्छी लागेमा मनपर्ने गीत सङ्गीतहरू सुन्नुहोस्, जसले तपाईँको मुडलाई फ्रेस बनाउँछ। केही उत्साहजनक सङ्गीतले ऊर्जा थप्न सक्छ। सृजनात्मक काम गर्नुहोस्। अल्छीलाई हटाउने अर्को तरिका ड्रइङ गर्ने, लेख्ने, पेन्टिङ वा नयाँ सिप सिक्ने प्रयास गर्नुहोस्। सृजनात्मक क्रियाकलापले मनलाई सक्रिय बनाउँछ। मनपर्ने पुस्तक, फिल्म वा सिरिज हेर्नुहोस्। अल्छीबाट बच्ने हो भने थोरै समयका लागि मनपर्ने फिल्म, सिरिज वा किताबमा डुब्नुहोस्। यसले दिमागलाई अलिकति भुलाउँछ र रिफ्रेस हुन सहयोग गर्छ। नयाँ कुरा सिक्ने प्रयास गर्नुहोस्। अल्छी लागेमा इन्टरनेटमा मनपर्ने विषयमा साना साना नयाँ कुराहरू सिक्न सकिन्छ, जस्तै नयाँ भाषा, कुकिङ, रेसिपी वा इन्टरनेटमा उपलब्ध उपयोगी कोर्सहरू सिक्नु राम्रो हुन्छ। ध्यान अर्थात् मेडिटेसन गर्नुहोस्। अल्छी लागेमा केही समयको लागि आँखा चिम्लेर ध्यान गर्न सकिन्छ। सास लिने प्रक्रियामा ध्यान दिएर बस्दा बिस्तारै तनाव र आलस्य हटाउन मद्दत गर्दछ। यी माथि भनिएका मध्ये कुनै पनि तरिका प्रयोग गर्दा अल्छीपन हट्दै जान्छ र दिमागमा ताजगी आउँछ। पत्याउनु भएन? एकपटक प्रयोग गरेर हेर्नुहोस्। साथीहरू, तपाईहरूलाई आजको हाम्रो भिडियो कस्तो लाग्यो? तपाईहरू कस्ता किसिमका भिडियोहरू हेर्न चाहनुहुन्छ? आफ्नो विचार कमेन्टमा जाहेर गर्नुहोला। साथै यस्तै रोचक, ज्ञानवर्धक र उपयोगी भिडियोहरू सधैँ हेर्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी अल अप्सनमा क्लिक गर्न नबिर्सिनुहोला। हामी फेरि पनि अन्य भिडियोहरूमा भेट्ने नै छौँ। धन्यवाद।